काममा लड्डु सड्डु खाजा साजा सब बनाएर लिएर आएको थिएँ। उसले पनि खाना पनि के हो त खाना पनि टक्क बनाएर लिएर आएको थिएँ। मैले चाहिँ ठक्क रामेन बनाएर लिएर आएको थिएँ करेन्ट। अनि अब हामीलाई चाहिँ इन्फर्मै गरेन क्या, काममा आयो यस्तो झन् वर्ल्ड कपको टुर्नामेन्टै नहेरिकन बिहानै 4 बजे नै उठेको थिएँ, झन् नहेरिकन सुतेको थिएँ। त्यही पनि अब हामी काममा आउँदा काम छुट्टीले भन्छ। अब अरूहरूलाई त हिजो नै भनेको थियो, पर्सनल म्यासेज आएको थियो, हामीलाई चाहिँ म्यासेज गरेको थिएन, कुनै रेन्जाको नै थिएन। अब सेन्सीहरूले त भनिरहेको थियो सकभर अब यासुमी बस भन्ने कुराहरू गरिरहेको थियो सेन्सीहरूले पनि। अब हामीलाई त म्यासेज आएको थिएन, अब हामी त काम होला भनी आएँ। अब छुट्टी, अब फोकटमा टेकी भाडा पनि गयो, निन्द्रा पनि गयो, बनाएर बिहान जाँगा चलाएर ल्याएको खानेकुरा पनि अब खेरा त गएन, भयो नि वेस्ट भयो नि त टाइम। पानी परिरहेको छ बिहान, फेरि यस्तो पानी परिरहेको, ताइफुनको सङ्केत छ होइन। यस्तो त गरिदिनु त भएन नि त। अब अहिले पर्सनल म्यासेज उनीहरूलाई म्यासेज गरेर सोद्धाखेरि अब अहिले चाहिँ यतिखेर आएर यासुमी भनिदिन्छ। त्यो पागलहरू छ भने नि। राम्रै दिन भए भए त केही हुन्थेन होइन, नर्मल अब गइन्छ। लुगा भिजिहाल्छ क्या, यी लुगाहरू सब भिजिसकेको छ कि तल त लुत्रुक्कै भिजिएको छ। अनि यस्ता पागलहरू छन्। उसले चाहिँ लड्डु चाहिँ घरमै बनाएर है गाइस। ल जोस् भाग्य मानी छ उसलाई पाउने बुढाले चाहिँ। खानेकुरा चाहिँ यस्तो मिठो मिठो बनाएर ल्याएर हुन्छ है। आफ्टर लङ टाइम मेरो भ्लगमा चाहिँ 2 वर्षपछि है। पहिला उता कन्सल्टेन्सी हुँदाखेरि बनाएको थिएँ। जस जाँगा चलाएर लिएर आएको थिएँ बनाएर। अब साथी मस्त घुरिरहेछ रुममा जाँदा होइन। हामी अब यस्तो हालतले यस्तो पानी परिरहेछ गाइस। मेरो छाता नि भाँचिएर छ। आगरहरूले यत्तिकै अब फर्काइदियो हामीलाई। 2 जना पानीमा लखर भिज्दै अब जाँदैछु। पानी नि हेर अर्को एउटा पानी पनि क्या अझै अरू बेला यत्रो मैले किन्दैन थिएँ है। सानो किने लिक थियो, अहिले जहिले आज झन् यत्रो ठुलो। अरू बेला पानी पुग्थेन नि त, अनि त्यही भएर आज झन् ठुलो किनेको। किन्नु मात्रै भयो। आज जो जाँगर चलाएको त्यस्तै क्लिक्कै भयो। सबको बिदा भयो, आज चाहिँ हाम्रो चाहिँ बिदा भएन भन्दै खुसी हुँदै आएको। अब त्यो खुसीमै सीमित रह्यो। अब गाह्रो छ। जम्मा यो महिनामा 12 दिन काम परेको थियो। अब 1 दिन त घटिहाल्यो। गाह्रो छ। अब के गर्नु, यस्तै छ। मुर्दाहरूले अलिक छिटै रेन्डाको गरिदिया भए त अब हुन्थ्यो। यहाँ पनि रहेछ त ऊ डट लाइनको है। अनि यिनीहरूलाई चाहिँ किन बिदा नभए त? उयो अगाडिको गाडी पनि हाम्रै कम्पनीको हो क्या, डट लाइनको। यिनीहरूको चाहिँ काम भइरहेको छ, हामीलाई चाहिँ छुट्टी राखिदियो। यो पनि छुट्टी हो कि क्या हो? कि यिनीहरूको होम सर्भिसवालाको हो है? ए खुसी हुँदै काममा आयो, लास्टमा फर्किँदै झन्। हाम्रो त बिजोक भयो। हिजै रेन्डाको गर्दा भए त मजाले सुत्न पाइन्थ्यो, सुत्न पनि पाएन। बिहानै झन् खुसी हुँदै आयो। जुरुक्क उठ्यो आयो, नुहाएर के अझ झन् नुहाइधाइ गरेर आएको त। ताइफुको सङ्केत चाहिँ यस्तो आज पुरै कालो छ क्या मौसम पनि। आज झन् 2टा ठुलो टाइपको ताइफु आउँछ भन्दै थियो। हिजो झन् भुइँचालो आएको है। ठुलो लगभग एउटा चाहिँ कतिखेर हो नि 1:30 बजीतिर आएको थियो होला। 35 सेकेन्ड 40 सेकेन्ड जति नन स्टप आएको क्या। अनि बेलुका अर्को एउटा चाहिँ त्यस्तै 10:30 बजीतिर आएको थियो।
पानी परिरहेको छ कहाँ भाग्नु अब नेपालतिर भएको भए चाहिँ अब भागमा भाग हुन्थ्यो होला यहाँ चाहिँ अब मतलब हुँदैन कि खासै यहाँ टेन्सनै टेन्सन धरापमा छ जिन्दगी आज हो कि भोलि हो भन्दै जिउनु परेको न पैसा कमाउन सकिन्छ त्यही माथि पिरै पिर्छ गाइस के गर्नु अब हिजो पनि भन्दै थियो सेन्सरले रेनराकु गरेर आफै बरु छुट्टी बस अब होइन हामी अब किन गर्नु उनीहरूले गरिहाल्छ सकभर अब हामी रेनराकु नगरिकन यासुमी नबसौँ भन्ने सोच थियो अब यासुमी जसरी नि भइहाल्यो के गर्नु फेरि पानी नन स्टप 2 दिन भयो नन स्टप पानी पऱ्यो है गाइजी भोलि यो हप्ता लगभग पानी नै छ है लगभग पानी छ क्या यो हप्ता चाहिँ पुरै हाम्रो त धोको लुगा पनि पानीले भिजिरहेको छ पानीमा सुकिरहेको मस्त लुगा पनि चाँडै बिग्रिन्छ नि केटाहरूले सुकाइदिइहालेछ वासिङ मेसिनमा हालिरहेको थिएँ धोएर सुकाइदिएछ केटाहरूले अब त्यत्तिकै छ पानीमा घाम लगाएर सुक्ला भन्दा पानीले सुकिरहेको मस्त गाइस के गर्नु अब अहिले चाहिँ हामी चाहिँ फुनाबासीमा हो है गाइस यो चाहिँ तर यो फुनाबासी चाहिँ मलाई चाहिँ के लाग्छ भने के अरे यो चिबाभन्दा अलिक ठुलै जस्तो लाग्छ मलाई चाहिँ चिबामा त्यति मान्छेहरूको भिड यताउता केही हुँदैन होइन ठुल्ठुलो बिल्डिङहरू पनि छैन क्या खासै यस्तो चिबामा चाहिँ मेन सिटी हो नि त चिबा चाहिँ चिबाको तर यहाँ फुनाबासीमा चाहिँ एकदम भिड हुने ठुल्ठुलो बिल्डिङहरू पनि छ अनि मान्छेहरू पनि त्यस्तै भिडहरू हुन्छ अनि सपिङ मलहरू टन्नै छ क्या यता चाहिँ त्यो चिबामा पनि छ तर त्यति धेरै छैन क्या यहाँ फुनाबासीमा जति चाहिँ अनि जापानको सबभन्दा ठुलो दाइसु भनेको 100 रुपियाँमा एक्वेनमा पाउने सामानहरू पाउने चाहिँ यहीँ छ फुनाबासीमै ट्याक्कै यो मेरो अगाडि साइडमा देखिरहेको पल्लो बिल्डिङ ठ्याक्कै अब त्यो हामी क्रस गरेर जान्छौँ त्यो क्रस गरेर गइसकेपछिको बिल्डिङ हो क्या 5 तलसम्म छ क्या त्यो बिल्डिङ चाहिँ अनि त्यो हामीलाई पनि थाहा थिएन सेन्सेले भन्नुभएको थियो एकचोटि क्लास जापानको सबभन्दा ठुलो दाइसु हातमा पाउने सामान पाउने पसल कहाँ छ भनेर थाहा सोध्नु भएको थियो अनि सेन्सेले ठ्याक्कै यहीँ हो भनेर भन्नुभएको थियो क्या अनि हामीलाई सोध्नु भएको थियो सेन्सेले तिमीहरू गएको छ भन्थ्यो ठ्याक्कै हामी खाइसेबाट फेरि त्यसकै 2 दिन अगाडि कि कति 1 हप्ता अगाडि यहाँ ठ्याक्कै खाइमुनु गर्न सामानहरू किन्न आएको थियो काम गर्ने ठाउँको मान्छेहरूसँग अनि हामीले ठ्याक्कै यसो गेस गरेर यहीँ भनिदिएको ठ्याक्कै हो रहेछ फेरि यस्तो ठुलो सिग्नल चाहिँ यहाँ चाहिँ शिबोयातिरको जस्तो लाग्छ क्या मलाई चाहिँ यो चाहिँ अलिक सिग्नल ठुलो यताउता भएकोमा चाहिँ कहाँ यहीँ छ नेपाली पसल छ मैले अघि भनेको थिएँ नि तपाईँहरूलाई सबभन्दा ठुलो दाइसु भने त्यो पुरै बिल्डिङ हो क्या यो देखिरहेको छ नि तपाईँहरूले यो बिल्डिङ माथिसम्मको पुरै यो बिल्डिङ एउटा चाहिँ एक्वेन सप हो सबै एकदम सस्तो सामानहरू पाइन्छ क्या तपाईँहरूको यहाँ चाहिँ 100 रुपियाँदेखि बाटोको सामान अरू ठाउँमा अलिक महँगै हुन्छ अनि यहाँ चाहिँ सस्तै पाइन्छ क्या सामानहरू मेरो यस्तो हालत बिजोगले हिँडे खाइ गाई छ के गर्नु है हामी चाहिँ गाई अहिले नेपाली पसलमा जाँदैछु है सो टक्क तर फर्स्ट टाइम आउँदै हो म यता भित्र छिरेको नेपाली पसलमा चाहिँ अब अन्त त म खासै गएको छैन त्यति धेरै पनि ठाउँ पनि थाहा छैन कि मलाई जापानमा आएर 2 वर्ष भइसक्यो यहाँ आफू बसेको स्टेसनकोबाट उताको केही थाहा नै छैन मलाई 2-3 स्टेसनभन्दा बाइकको नामै थाहा छैन क्या त्योभन्दा धेरैको भने पनि कहाँ हो यो भन्न पर्छ
खै त नि यस्तो बाटो हेर यस्तो घुमाएर बना यस्तो दुईजना आज लखर 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 हिँडे ल नि यो पानीको बोतल चाहिँ बोका पसिलो भयो क्या मलाई यता चाहिँ अलिक रेस्टुरेन्टहरू पनि राम्रै छ क्या बवाली कति धेरै मान्छेहरू हुन्छ जापानिजहरू चाहिँ केही खानेकुराहरू मिठो खान पऱ्यो भने है ठाउँमा चाहिँ यसरी लाइन लाएर बस्छ यो चाहिँ बानी राम्रो हो यिनीहरूको कुपन लिएर क्या अझ हेर्नु न आमामामा यत्रो लाइन यस्तो पानीमा गेम खेल्नको लागि हो ए गेमलिङको लागि पो बा ए म त केही रेस्टुरेन्टतिर पो होला भन्दा त गेमलिङको लागि रहेछ यिनीहरू लास्ट खेल्छ है यस्तो गेमहरू चाहिँ जापानमा चाहिँ यस्तो गेममा फेरि कमायो भने झ्याप्पै कमाइन्छ गयो भने सर्लक्कै हो नि त त्यो के भन्छ नेपालमा के भन्छ जुवाडे हो नि के भन्छ क्या नेपालीमा क्यासिनो टाइपको क्या क्यासिनो टाइपको क्यासिनो भन्छ नि त हो त्यो क्यासिनो टाइपकोहरू हुन्छ क्या यहाँतिर चाहिँ पुरा लिगल हो फेरि यहाँ चाहिँ इलिगल हुँदैन नेपालमा चाहिँ अब इलिगल छ यता बन्द हो जहाँ पनि बन्दै बन्द छ त के हो र आज त हरिबिजोग छ त नि कहाँ भित्र रहेछ यो नेपाली पसल है उताको खुल्छ होला बरु उता हाम्रो जहाँ बाटोपट्टिको जाबा भने चाहिँ के हो गाबा त्यो भने चाहिँ के हो र ए ए त्यो के भन्छ किडोलाको पात ए त्यस्तो मिठो लाग्छ यहाँ चाहिँ ल फुनाबासतिर हुनुहुन्छ भने चाहिँ यहाँ चाहिँ हाम्रो नेपाली सप रहेछ है सबैले आएर भिजिट गरिदिनु होला अब मैले चिनेको त छैन भयो नि एउटा नेपाली भएपछि नेपालीको सपोर्ट गर्नुपर्छ कति बजेर अहिले अनि कुर्ने हो र त्यतिखेरसम्म पानीमा भिज्नु पऱ्यो अब विदेशमा भइसकेपछि अब हामी अब काम नगरिकन त बस्न सकिन्न एक दिन छुट्टी बस्नु पऱ्यो पनि हामीलाई धेरै कुराहरूले असर पर्छ एउटा एक दिनको छुट्टीको कारणले गर्दाखेरि त्यही भएर काममा त जानुपर्छ जसरी पनि होइन जे गरे पनि अब हामीलाई पानी परोस् हावा हुँदै जेसुकै होस् अब हामी अब काम गर्न आयो काम गर्नुपर्छ सो केही छैन सो तर अलि आफ्नो ख्याल चाहिँ गर्नु होला अलि अहिले अलि अबुनाइ छ त्यो आफ्नो ख्याल गरेर चाहिँ अगाडि बढ्नु होला काम गर्नु होला म त अब फर्किहालेँ केही छैन सो यही नै हो तपाईँहरू चाहिँ बरु आफ्नो ख्याल राखेर मजाले काम गर्नु होला जहाँसुकै भए पनि जुनसुकै ठाउँमा भए पनि जापानमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरू सो बी केयरफुल ठ्याक्क यो माथि देखिरहनु भएको छ नि त्यहाँ चाहिँ लुगा सुकाएको अलमोस्ट 4 दिन भयो ननस्टप पानी परिरहेछ डन्डीमा झुन्डाउँछ लुगाहरू डन्डीमा सुकाउँछ हामीले चाहिँ डोरी टाँगेर होइन पुरा नेपाली हो नि त नेपालीले अब नेपाली पारा जहाँ पनि देखिहाल्छन् त्यही हो यी सो म चाहिँ फाइनल्ली रुम पनि पुगिसकेँ है केटाहरू गाइस अब केटाहरू चाहिँ अब कस्तो सुतिरहेछ अझै काममा गयो तर के गर्नु छुट्टी रहेछ फर्किनु पऱ्यो दुःखको कुरा ल गाइस अब म पनि सुत्छु अब है सो भिडियो चाहिँ लास्टसम्म हेरेर साथ दिनु होला सो केटाहरू सुतिरहेछ मस्त चाक फर्काएर म पनि बल्ल फाइनली रुममा आइपुगेँ भिडियो एडिट गर्छु भरे अपलोड हुन्छ लास्टसम्म हेरेर सपोर्ट गर्नु होला र साथसाथै सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त।